अन्धेरोमा चाहिँ हामी जाँदैछ दिदी र भेनालाई देखेको पनि छु क्या देखेको पनि छुइनँ अहिले तपाईँलाई ठिकै त्यहाँ पुगाएछ अलिकति घाम झुल्किन्छ कि त्यहाँ चाहिँ हल्का लाइट देखाएर कान्छी देख्छ लाइट देखाउँछ हल्का लाइट देखाउँछ कि हामी लाइटै छ त अन्त अब लाग्दिएको ल यत्तिको चाहिँ छ अन्धारो होइन हेराइ चाहिँ चम्कियो है चम्कियो नि अहिले लाइट छ ल घरहरू राम्रो देख्दैछ पछाडि पनि एकजना आउँदैछ बिचरा बोकाइरहेको रहेछ आयो मरे हाँस उठेर चियाहरू चाहिँ उसले बोकिरहेको अहिले आउँदाखेरि हामी बस्नु मन लाग्छ खाली ओह्रालो हो नि त हामी बस्छु उयो माथि लाइट जलिरहेको छ घरको यति डरलाग्दो अन्धकार भइरहेको छ अहिले चाहिँ हो अब अहिले चाहिँ फर्किँदा चाहिँ उज्यालो हुन्छ उनीहरू चाहिँ हिँड्नु नसकेको हेर्नु न भेडालाई तानेको छ अहिले उज्यालो हुनु थाल्यो अब चाहिँ ऊ लाइट गर्दै गरेको चाहिँ दिदी भेनाहरू के साह्रो ढिलो हिँडेको अलिअलि सन देख्दैछ है आइपुग्यो दूर दूर तक देखाइदिएको छ नि त भेनाहरू त कहाँ छ Finally we reach चुचेढुङ्गा अम्बो खलखल भयो जाडोमा खलखल हल्का लाइट देख्दैछ अब चाहिँ नठोक्ने उकालो रहेछ यो फेरि अम्मै मन्दिर गएको जस्तो लाग्यो हे प्रभु राधे राधे ग्राउन्ड पनि आइपुगेको छैन क्या उनीहरू त तलै छ ए यहाँ चाहिँ चुचुढुङ्गा रहेछ नि त है त्यही भएर चाहिँ चुचेढुङ्गा भनेको रहेछ यस्तो रहेछ नि त हुनु पनि दामी देख्दैछ नि त अझै उकालो हिँड्नुपर्छ सिक्का त आउँदैन र ए हरेस खाएर अम्बो हिँड त चम्क्यो नि अन्त खतरा डेली नि अन्त मजाले वेट लुज गर्नु सक्ने रहेछ नि है अम्बो यत्रो हिँडेर म चाहिँ सेरी रहेछ ल त एउटा सिँढी पनि टेकेको छैन क्या हौ यत्रो सिँढी काट्यो होइन फेरि त्यत्रै सिँढी रहेछ एडभेन्चरै भयो त यो त पसिना अब चाहिँ यति छ है भाइ लु है अब चाहिँ पुग्न चुचेढुङ्गाको ढुङ्गालाई पनि क्रस गरेर चाहिँ अब चाहिँ यहाँ माथि यहाँबाट चाहिँ अब सनराइज भ्यू देख्ने रहेछ होइन म चाहिँ आइपुगेँ उनीहरू चाहिँ किन आउँदैछ हौ तलबाट आउँदैछ हबेन अम्बो कस्तो गरम भयो यहाँबाट देख्दैन भनेको गरम टोपिस तल गर्ने के यताबाट पनि नदेख्ला जस्तो लाग्दैछ ए उयो डाँडाबाट हो र अलिक यताबाट यो निस्किन्छ चाहिँ बसिरहेको छ
जाउँ फेरि अम्बो कस्तो गरम भयो कहाँबाट हो र बस न 1-2 दिन पछि आइला जानुपर्छ ए भयो अब र चाहिँ अलिकति नदेख्ला जस्तो भयो नि त कोचिङ गराउँदैछ के हो सर पुरा गरम भयो कहाँ लाग्दिएको अब चाहिँ अर्को डुङ्गा भयो हेर्नुहोस् न अब चाहिँ उज्यालो भयो कि कस्तो अन्धारो थियो है चाहिँ कहाँ अन्धारो हबी अन्धारोको म पहिलाको दिनहरू याद आयो एनसिसीमा यस्तो थियो नि त क्याम्पमा जाँदा चाहिँ हेर्दैछ ऊ भ्यू भेना उतलाको खोलाहरू चाहिँ कहाँ हो हेर्नुहोस् न कस्तो दामी माउन्टेन देखेको होइन नि कि भिडियोमा भन्दा पनि आँखाले हेर्दाखेरि कस्तो दामी देख्दैछ शान्ति लागेको है आँखाले हेर्दाखेरि अब यस्तो क्लियर अब यसमा त कहाँ क्लियर देख्न सक्छ हिँडेको उयो भयो हैन अन्त पुरा वाला है अभी थोड़ा ये क्लियर होना चाहिए है ना ऊपर का तभी सन दिखेगा अभी उसमा त दिख्नु आँट्यो होला निस्किनु आँट्यो अब अलिअलि देख्नु त उयसमा त निस्किनु थाल्यो होला है कान्छीले मिस कल हामी पनि यहाँ के अरे टाइगर हिलमा त निस्किनु थाल्यो होला है हल्का क्या दामी गोलो देख्छ नि त्यहाँ त मैले त एक्सपिरियन्स गरेको छु उता किसिम देख्छ कि वाउ हेर्नुहोस् है अब चाहिँ ऊ डल्लो भएर निस्किँदैछ यहाँ झन् डल्लै देख्दो रहेछ यहाँ त यत्रो गरेर देख्दैछ ओएमजी ऊ यहाँ ढोक गर्नु थाल्यो म्याडमले त सूर्य भगवान कहिले पनि देखेको छैन नि त यसरी अब आफ्नो आँखले खाले है म पनि ढोक गर्छु सूर्यदेव हो नि त सूर्यदेव हो देख्नुभयो ऊ सानो निक्लिँदैछ बेबी कस्तो दामी देख्यो है अनि यो त के होइन टाइगर हिलबाट झन् यति दामी देख्छ नि यति दामी अब भन्न दिदी कोक्रोबाटै निस्केको सेम अब जस्तो भनेको छ नि त्यस्तै कि जुम गर्दै देखाउ भनेको जुम गरिरहेको छ यहाँ त झन् होल देख्दैछ हामीले त आँखाले आधी मात्रै देख्दैछ नि यहाँ त होल देख्नु थालिसक्यो लु भेना प्लिज आई कान्ट प्लिज टेक दिस हेर्नुहोस् न हेर्नेहरू चाहिँ वाह भन्दैछ लो फोटो खिच्दिन न हौ कहाँ फोटो अब अहिले पहिला भिडियो गरेको गर्नु रे लामो भिडियो नगर्नु भेन अलिअलि मात्रै गर्दै गर्नुहोस् किन भन्नुहोस् त त्यो के उयो पनि त छैन यति लामो त कसले हेर्नु पनि त मन गर्दैन देखो न गाइस भन्ने माला अब यो देखो न माथिबाट को आउँदै रहेछ हेर्नुहोस् त देखाइदिन भेन उनीहरूको घरहरू यहाँ होला नि है फुटबल खेल्न आएको नानीहरू आउँदैछ सानसानो तल फुटबल खेल्न मेरो फोन दिन त आई हेभ टु क्लिक क्याप्चर दिस वाह निस्क्यो दिदी एकैछिनमा निस्क्यो त भेना एकैछिनमा टाइम लाग्छ है कस्तो डरलाग्दो टाइम लाग्छ माथि त डल्लै त देख्छस् तैँले निचेदेखि अब भन्न नानी जन्मेर ठुलो हुर्किन्छ नि त्यस्तै देख्छस् वाउ मान्छे टाइगर हाम्रो रियाक्सन देखाइदिइहाल्नु भएन भेना वाउ हामी छक्कै परे भेनाले चाहिँ यति देखाउनु चाहिँ ल्याएको नि त हामीलाई टाइगर हिलभन्दा कम छैन नि त यहाँ पनि गाइज भनिदिइहाल्यो भेनाको तारिफ गरिदिइहाल्यो ओ भेनाले चाहिँ डरलाग्दो दामी जग्गामा ल्यायो होइन छोरे त कान्छी सो ह्याप्पी के दामी देखेको त बा सुपर ह्याप्पी भगवान लु पुरा मन पर्यो गाइज होइन हाम्रो चाहिँ अब यो जो के भन्छ भ्यू जो भ्यू हेर्नु आएको छ त्यो चाहिँ हामीले एकदमै राम्रोसितले हेर्नु पायो होइन घाम चाहिँ अब चाहिँ माथि पुगिसक्यो होइन अब चाहिँ आँखाले हेर्नु नसक्ने भइसक्यो होइन कस्तो लाग्यो दिदी अब त यस्तो भयो नि त घाम कस्तो भयो तपाईँको एक्सपिरियन्स सेकेन्ड टाइगर हिलको दिस वान अफ द सेकेन्ड टाइगर हिल रहेछ नि त यो चाहिँ हो मेरो बुढाले मलाई यो पालि टाइगर हिल लानु पाएन नि त हो लान्छु भन्दै थियो लानु पाएन तर टाइगर हिल भन्दा राम्रो जग्गामा चाहिँ ल्यायो है बजेटमै टाइगर हिलको जस्तै सन देख्नु पाइहाल्यो बुद्धि लगाएर अरे चाहिँ के छ यो मेरो बुढाले बुद्धि लगाएर चाहिँ मलाई टाइगर हिलको यहीँनिर सेकेन्ड टाइगर हिल यहीँ देखाइहाल्यो हो यही हेर्नुको त लागि त जान्थेँ अब यहीँ देखि त हाल्यो यस्तो दामी म्याम चाहिँ अलिकति बिजी हुनुहुन्छ हो म्यामको अलिकति चल्दैछ यहाँ कामहरू के चल्दैछ कुनै भिडियो गरेको मैले पनि ए कस्तो लाग्यो नि त तपाईँलाई
मलाई हाउज योर एक्सपिरियन्स कति हिँड्नु पर्यो भन्देऊ न हामी 3 किलोमिटर हिँड्ने है दिदी 3 किलोमिटर हिँड्ने सायरले भनेको त 2 अरे हौ भाइले भनेको त 2 किलोमिटर टाढो भन्दैछ भेना कति 2 किलोमिटर टाढो हो आम्बो के राम्रो देखेको अन्त भ्यू अम्बो वाउ के राम्रो देखेको अन्त भेना मजा आयो है कस्तो मजा लाग्यो ए लु भगवान् फुचीले कहाँबाट आयो कुकुर फेरि गिर्छ होला हौ प्रभु हेनाथ गिराउँछ होला हौ कस्तो दामी भ्यू गाइस मजा लाग्यो हो हेर्नु पाउँदा चाहिँ यो चाहिँ यति हेर्नुको लागि चाहिँ हामी चाहिँ 4 बजी उठेर अँधेरोमा आएको थियौँ होइन अब चाहिँ हाम्रो भ्यू होइन हामी जे उयो गर्न आएको त्यो चाहिँ हाम्रो कम्प्लिट भएर चाहिँ अब चाहिँ लाग्दैको बाटो होइन भाइको चाहिँ हेर नि बिचरा ए लु कसको छुट्टी तुरेन रहेछ अब चाहिँ कान अलिक चिसो हुन थाल्यो नि म त झन् चिसो भएर पनि सेलिसक्यो आम्बो कस्तो डरलाग्दो भयो होस् अब घरमा गएर सेकौँ होला अब चाहिँ लाग्दैको ओह्रालो होइन हजुर हजुर हिँड्न हौ भन्नुहोस् भेनाले हौ त्यहाँनिर यस्तो गरेर जुम गरेको छ नि त्यसमा चाहिँ देखो न गाइस देखो न भने त्यसमा हाल्न न बस भइहाल्यो ओके अब भेनाले फेरि बोक्नुको लागि जहिले पनि रेडी नै हुन्छ मलाई होस् नबोक्नुहोस् है लड्ला मलाई डर लाग्यो दिदी हिँड्न आऊ तँ चाहिँ के को दिँदिन भाइ नलड्नु भनेको नि अब उनीहरूलाई यस्तो बाटो हेर न बाटो हेर जा अगाडि अगाडि जा दिदी बाटो हेर लागेको बाटो हेर्नुहोस् न गाइस बाटो यस्तो सानो मान्छे जस्तो भिड चुच्चेमा खिच्छु म चुच्चेमा त चढ्नुपर्छ नि बाई बाई हामी चाहिँ अब लागेको बाटो भइसक्यो हाम्रो चाहिँ होइन जे उयो गर्न आएको थियो हामी चाहिँ मेन जग्गा आएको थियो चुचे ढुङ्गामा हेर्नुहोस् न यहाँ चाहिँ कस्तो मर्निङको उयो हुँदै रहेछ आम्बो उनीहरूको प्र्याक्टिस हुँदै रहेछ कि कस्तो जोस होइन जोस त्यहाँ जोस बो एनसिसीमा यसरी रगराउँथ्यो हामीलाई पनि जोस हेर जोस गाइस जोस रगड्नु खतरा रगड्थ्यो नि हामीलाई बो स्यालक्कै हुन्थ्यो कि त्यत्रो स्यालक्कै हुँदा पनि केही भएन पो भन्थ्यौ बेना यहाँ फोटो खिचिदिनुहोस् त प्लिज के राम्रो देखेको है चढ्नु सक्दैन होला होस् यो जग्गा आएर चाहिँ मैले यति डरलाग्दो राम्रो राम्रो जग्गाहरू हेर्नु पाएँ होइन भ्यू चाहिँ एकदम राम्रो लाग्यो माथिबाट आएको है बिकज अफ भेना चाहिँ उसले फेरि आफ्नो हबीलाई के त अन्त बढावा भनेर यहाँ भेना बढावा दिएको दिएको छ मन खराब गरिसक्यो कस्तो रुनु मन लागिसक्यो अहिलेदेखि रुनु मन लाग्दैछ घर जानुपर्छ गाइस मैले त घर जानुपर्छ अल्छी लागिसक्यो सिक्खाले ज्यादा भनेर चाहिँ घर जानु परेको अब नजानु पनि भएन जानु पर्यो हो घर सो भेना यहाँ आउनुहोस् न हौ त्यही बस्ने हो बो चिसो लागेछ ग्रह फ्याँको रहेछ हौ है यो उताला पुगिसकेछ म त क्या माथिसम्म पुगेँ नि हौ अन्त पसिनै पसिना भयो अब चाहिँ रोड आइपुग्यो रिसाउँदैछ यो बाइक लिएर जाँदा हुँदैन यो गाडीमा जाने अरे सिक्खा यो गाडीमा ए बाइकमा बाइकमा जान्छ अरे ऊ पुचु आमै आमै नि पुचुलो फुटबल खेल्दै रहेछ नि त यहाँ चाहिँ नानी जू है जङ्गलको बाटो तपाईँलाई हामी देखाइदिन्छु गाइस नानीहरूको यहाँनिर फुटबल प्र्याक्टिस हुँदो रहेछ ओके यही बाटो अँधेरोमा हिँडेर आएको अब चाहिँ फर्किँदैछौँ हामी हेर्नुहोस् त यहाँ चाहिँ फुटबल खेल्दै रहेछ क्या बोल्दै पछि निस्किँदैछ है यतिको जाडोमा चाहिँ हेर्नुहोस् हात तर चिसो भएर ज्यादा उयो भएर कस्तो भयो अब चाहिँ गाइज रोड आइपुग्यो होइन अब चाहिँ हामी आइपुग्नु आँट्यो यहाँबाट चाहिँ देख्दो रहेछ जोगीघाट जोगीघाटको चाहिँ पछि राखिसक्यो हामी चाहिँ के भएको होला है
अब चाहिँ आइपुग्ने आँट्यो हो आइपुग्न आँट्यो उयो चाहिँ मङ्पुर होला है हो मङ्पुर हो भन्न हो धर निक्लेको अहिले चाहिँ हामी आइपुग्नु आँट्यो यो चाहिँ दाउरा लिएर आउनु हुँदैछ बिहान फ्रेस फ्रेस है हटपाट मजा चाहिँ हाम्रो घर आइपुग्नु आँट्यो अझै आइपुग्नुभन्दा पनि 15-20 मिनट त छ नि हिँडेर त अझै बाटो छ नि ब्रोकली के हो यो कोपी होला नि बन्दाकोपी फुलकोपी होला ऊ तोरीको फुल भन्छ नि त्यही होइन के हो हुनसक्ला के हो कुनै थाहा छैन तर त्यो केही हो खाने चिजै हो कस्तो उयो निक्लिँदैछ अन्त आँटे अब चाहिँ घर पुग्नु आँट्यो हो फाइनली अब चाहिँ हामी पुग्नु आँट्यो होइन अब टु रिच भनौँ न अब 5 मिनट मात्रै लाग्छ होला हेर्नुहोस् होला अघि चाहिँ हामी कस्तो अन्धेरोमा गएको थियो होइन हामी यो ग्रुप अहिले चाहिँ आइपुगे घर है बिहान 4:30 मै हिँडेको है बिहान 4:30 4:30 मै हिँडेको अहिले चाहिँ कति बज्यो अहिले तर हो 7:44 फाइनली हामी अब चाहिँ घर आइपुगे यहाँबाट पनि भ्यू चाहिँ कम देख्दैन नि फेरि यहाँबाट पनि खतरा देख्छ नि है पुगे हामी त आइपुगे बडा सिटोङ मम्मी घुमेर आइपुगे घुमेर पनि म क्या मजा आयो नि हौ जायो मम्मी अहिले चाहिँ घर आइपुगेँ होइन सो या गाइस आजको भिडियो चाहिँ यतिसम्म नै थियो होइन सनराइज भ्यू हेर्नु गएको थियो हामीले चाहिँ भेनाले भन्नुहुँदै थियो सनराइज भ्यू देखाउनुहुन्छ भनेर सो त्यो चाहिँ एकदमै वर्थ इट थियो होइन एकदमै राम्रो लाग्यो भ्यू चाहिँ So yeah guys, I'm gonna end my video. So if you like my video, please don't forget to like and subscribe my channel. Thank you for watching. Bye bye. Take care.